अब एकदम नयाँ जेनेरेसन चाहिँ उहाँहरू चाहिँ मोबाइलमै जन्मिनु भयो, हुर्किनु भयो होइन। त्यसकारण यो डिजिटलाइजेसनको कुराहरू यहाँ जोडिनुपर्छ, धेरै सेक्टरहरूमा कुराहरूमा उहाँहरूलाई पनि इजिनेस गराइदिने कामहरू गर्नुपर्छ। यसको मतलब सबै कुराहरू चाहिँ इन्टरनेट बेस नै भनेर होइन, उहाँलाई ट्रान्सपरेन्सी उहाँले खोजिराख्नु भएको छ। कति गर्दा चाहिँ के हुन्छ भन्ने हिसाब किताब पहिले नै क्लियरिटी खोजिराख्नु भएको छ। सो युथहरूलाई एउटा डिजिटलाइज सँगसँगै हामीले ट्रान्सपरेन्सी कुराहरू ल्याइदिनुपर्छ जहाँ पनि के, इभन हामीले घरमा पनि हाम्रो घरमा भएको हुर्किँदै गरेको भाइ बहिनीलाई काम गर्दा हामीले पनि ट्रान्सपरेन्सीको कुराहरू चाहिँ हामीले उहाँहरूलाई गरिदिनु पर्ने छ। अर्को कुरा चाहिँ उहाँहरू चाहिँ एकदम स्किलफुल हुनुहुन्छ पहिले भन्दा होइन। हामीलाई 8औँ क्लास पढेको छोराछोरीलाई पनि हेर्नुभयो भने हामीसँग भन्दा धेरै स्किल हुन्छ। त्यो स्किललाई कसरी चाहिँ पैसामा कन्भर्ट गर्ने भन्ने इन्भाइरोमेन्ट अब हामीले बनाइदिनुपर्छ। त्यो सरकारले पनि बनाइदिनुहुन्छ जस्तो लाग्छ मलाई, हामीसँग काम जेनेरेट भन्ने बाहिर गएर। अनि थर्ड कुरा भनेको उनीहरूले टेक्नोलोजी चाहिँ हामीले दिनु पऱ्यो, किनभने टेक्नोलोजी बिना चाहिँ ओल्ड ट्रेडिसनल नै गर्यो। जस्तै मैले अब एग्रिकल्चरमा आउनुहोस् भनेर भने मैले ड्रोनको इन्ट्री गर्नलाई ब्लकेज गर्यो। इजरायलहरूमा जस्तै चाहिँ ड्रिप इरिगेसन चाहिँ मोबाइलमा हेरेर गर्ने कुरालाई मैले ब्लक गर्यो, त्यसलाई मैले प्रायोरिटी दिनँ। मैले चाहिँ ल अब यसरी प्रडक्टहरूको ब्लक चेनको हिस्ट्रीसहित बेच्ने भन्ने कुरामा मैले ब्लक लगाइदिएँ भने उहाँहरू आउनुहुन्न। सो नयाँ टेक्नोलोजी अहिले आइरहेको एआई, हाम्रो यो डिजिटलाइजेसन, यो कुराहरू गर्न सहज। म त के भन्छु भने बाहिर जस्तै चाहिँ हामीलाई सबैजनालाई चाहिँ एउटा क्रेडिट कार्ड दिनु पऱ्यो। अब यो क्रेडिट कार्ड यहाँ दिइराखेको क्रेडिट कार्ड महिनाको वाला होइन कि, एउटा चाहिँ क्रेडिट लिमिट चाहिँ यङहरूलाई दिनु पऱ्यो। जस्तै 2 लाख 3 लाख 5 लाख 6 लाख कति हुन्छ, भोलि उसलाई के कुरामा रोक्ने, सो द्याट उसले आफ्नो कुराहरू चाहिँ उसले टेस्ट गर्न पाउनु पर्ने भयो। सो मेरो अहिलेको हरेकजनालाई रिक्वेस्ट के हो भनेदेखि उनीहरूलाई त्यसमा इन्गेज गरौँ, उनीहरूलाई चाहिने केही क्रेडिट, उनीहरूको आइडियामा हामी इन्भेस्ट गर्ने इन्भाइरोमेन्ट बनाऊँ। अब यदि चाहन सक्छ सरकारले चाहन्छ कुरा गर्छ भनेदेखि हाम्रो 5 लाख चाहिँ टेन्टेटिभ चाहिँ हरेक वर्ष +2 सकेपछिको जुन जनशक्ति बाहिर निस्किन्छ नि, उनीहरूलाई ल जसले आफ्नो केही गर्न चाहन्छ, कुरा गर्न चाहन्छ भनेदेखि तिम्रो यो डकुमेन्टको आधारमा ल है तिमीलाई चाहिँ यो इन्भेस्टमेन्ट पाउँछ भन्ने हामीले इन्भाइरोमेन्ट क्रिएट गऱ्यौँ भने यो बेलासम्म पहिले हाम्रो मास्टर डिग्री सकेका मान्छेहरूसँग जति आइडिया हुन्छ नि, अहिले चाहिँ यो 10 क्लास सकेकैसँग आइडिया छ जस्तो लाग्छ। युवाहरूलाई त्यसरी ल्याउनुपर्छ।